हेलो गाइस, गुड मर्निङ। र अहिले चाहिँ भने चाहिँ तपाईँको 8 बिहानको भइसकेको छ र म चाहिँ खाना सब्जी पकाइसकेर चाहिँ एकदम बारीमा जाने प्लान गरेँ है, र जाँदैछु पनि। र यो चाहिँ अब म बारीमा पछि पनि सकेँ। अन्त यहाँ केराको बोट देख्न सक्नुहुँदैछ, केराको बोट छ हो। अन्त एकदम हजुर बाबा पनि यहीँ हुनुहुँदो रहेछ, यता लौका रोप्ने भन्नुहुँदैछ। अन्त म चाहिँ तपाईँलाई के देखाउनु गइरहेको छु भने बारीमा हाम्रो चाहिँ एउटा ग्रिन हाउस छ हो, तपाईँहरूले देख्नु सक्नुहुन्छ। एग्रोनेट चाहिँ छैन लगाएको, अन्त तपाईँहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो ग्रिन हाउस हो। एकदम अस्ति नै चाहिँ पुरा साग लगाएको थियो नि त गाइस। अन्त साग चाहिँ यति बेसी भएको थियो, त्यहाँदेखि त्यसलाई त्यो साग खायौँ कति बेसी। त्यहाँदेखि गुन्द्रुकहरू हालेर चाहिँ अहिले गुन्द्रुकहरू छ घरमा, ड्याममै हो, यसपालि चाहिँ माग्नु पर्दैन। अन्त यहाँ चाहिँ पापा हुनुहुन्छ। यो चाहिँ उयो के को उयो हो पापा? लौका हो। यो लौका हो, यो हाइब्रिड लौका हो। ए हजुर, उयो सार्ने अब ट्रान्सफर गर्ने। ए हजुर, हाइब्रिड लौका है। यो चाहिँ हामीले एग्रिकल्चरबाट ल्याएको नि त, हामीले यिनीहरू सबै बिरुवा उयोहरू, त्यसको दलहरू प्याकेटमा छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। यिनीहरू चाहिँ तपाईँले जति पनि देख्नुहुँदैछ नि, योहरू चाहिँ सबै साग हो। यो तपाईँले आँखाले जति पनि भ्याउनु आँखाले देख्नुहुँदैछ नि, यो चाहिँ डल्लै साग हो। तर यसरी छरेको यसमा चाहिँ यस्तो गरेर दल लगाएर। अन्त यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ हो, यो चाहिँ उयो हो टमाटर। अब यो एकदमै फलेपछि चाहिँ एकदमै दामी हुनेछ। तपाईँ यो फलेपछि यसको यो टमाटर चाहिँ नि यति दामीले फल्छ कि, लास्ट इयर पनि एकदमै मजाले फलेको थियो। अन्त हामी चाहिँ एकदमै अब बस्तीमा बसेर किन्नु पर्दैन हो, अर्ग्यानिक खानुपर्छ। यो यसको लौका हो, यो लौका, यो डल्ले खोर्सानी हो। हजुर, अन्त ऊ माथि पनि छ डल्ले खोर्सानी। एउटा स्कारसिटी हेरेर त्यसमा चाहिँ ड्याममै लगाउने हो। हजुर। अनि यो सागको मैले दल हानेको छु, तर यसलाई चाहिँ मजाले छाँटेर चाहिँ खाने खायो। अब किन्ने कोही छ भने बेसी पनि दियो। अन्त यसको फेदमा चाहिँ नि तपाईँको मेरोमा त सुँगुर छ फेरि हो, सुँगुरको मोल हालिदिन्छ फेदमा हो। त्यहाँदेखि चाहिँ पत्ता ठुल्ठुलो हुन्छ, अन्त बिजनेस गर्नु सजिलो होइन। तर हामीलाई दुःख लाग्दो के छ भने एग्रोनेट छैन, कुकुरहरू पस्छ। के छ डिपार्टमेन्टले अब यादै नगरेर चाहिँ यो जुन यो ग्रिन हाउस चाहिँ मैले अर्को ठाउँदेखि प्रोभाइड गरेँ हो। अनि यहाँ यसरी जबरजस्ती बनाएको छु।